दैलेख जिल्ला आरडिस नगरपालिका 4 मा भएको जुन घटना थियो, फेरि उहाँलाई यसरी घरमै गएर यसरी धम्साउँदै भन्छन् फेरि पावर कति छ भनेर। फेरि भिडियोलाई अन्तिमसम्म हेर्नु होला र आफ्नो व्यक्तिगत कमेन्ट गर्नु होला। दलितले बाँच्ने अधिकार छैन र किन दलितको कानुन छैन यो समाजमा। बाँकी तपाईँ भिडियो हेर्नुहोस् लास्टसम्म, तपाईँ के भन्न चाहनुहुन्छ यस्ता व्यक्तिलाई। हेलो बोला ल्याएर आब नि ले बुझ्नु छैन मिनेट नहुँछ नि लेख्न आउँदो रहेछ पढेरै सिक होइन कि आउँदो रहेछ तपाईँले लेख्नु। तपाईँ पनि दिउँसो पेर बोल्नु भएको थियो अनि दिदी भन्ने पाएको मान्छे भने बुझ्नु भएको छ बुझ्नुपर्छ। यो कति बजारी तपाईँलाई थाहा छ? यसका कारणले आज शान्ति मुक्ति शान्ति गएको छ के मोबाइल सिकिमा छैन कहिले एवा यो बजारले चिनेको छ भन्न नसकेर मात्र सबैले भनिहाल्छन् यसले तपाईँको कोसी मान्छे भनेर परिचय अहिले दिके दिउँसो प्रकार नदी तपाईँको के भएको थियो के समिति भएर नीति पक्षमा कति तुमतुमदेखि भयो भने लेप्चा लाएर पैसाब गरेर आएको हो कि होइन? आइसकेपछि समय सन्दर्भमा के लेखि तैँले तँलाई कर्मकाण्ड आउँदो रहेछ अरूले आउँदैन। तिमीहरू दुईटालाई मेरो श्रीमतीलाई बजारमा कुटेर यहाँ तल राख्दाखेरिमा मैले एउटा इतिहास लेखेँ केही पनि लेखेन नि। बहिनी तैँले यसो किन गरी भनेर तँलाई धक्का दिएँ, शान्ति बहिनीलाई मैले धक्का दिएँ नगर केही भनेन नि त। फर आगोमा भुलिरहेछ नि खेर त यसै गई कि त्यसै गई कि इज्जत छ मेरो सोच्याइली कहाँ पुगिले कहाँसम्म आइ ठिक ठाउँमा बसेकी छस् अझै तेरो तपाईँको के हैसियत हुन्छ